अनि हिजो चाहिँ हामीलाई के भनेको यति भइसक्यो साथीहरू। गुड मर्निङ साथीहरू। अहिले चाहिँ हामी यहाँनिर टाल्गी फार्मबाट मेरो भ्लगलाई स्टार्ट गर्दैछु। अनि हिजो चाहिँ हामी 8 बजी काममा लागेको थियौँ। अनि हिजो चाहिँ हामीलाई के भनेको थियो अरे साथी, 5:50 5:50 आइज, उठाउँदिन पनि हो यस्तो भनेको थियो अरे। अनि हामी टक्कै यहाँ 5:46 कति 50 त भए होइन आइपुगेको। यस्तो अँध्यारो छ कसरी टिप्ने होला साथी, यो तालगी देखिन्छ र त्यो कोही आएन नि, यो तालगी नै देखिँदैन नि होइन। तपाईँहरूले त देख्नुहुन्न होला, म झन् चस्मा नलै आज आँखा पनि देख्दिनँ कसरी टिप्ने हो र। जुन पनि हराएन हेर त साथी, के गरे हो यस्तो छ हालत। हामी चाहिँ खाना बनायो हतार खाना र सब्जी, अनि अलिकति खाएर आउनु पर्ला भनेको। अब कोरियनहरूलाई टाइम लेट गऱ्यो भने त्यो जति रिस्कै उठ्दैन अरे, अनि त्यही भएर नखाइ आयौँ। अनि यो थर्मसमा पानी बोक्नुपर्ने साटोमा एउटा चाउचाउ एउटा पानी छ। साथी खाम झिक्नु न अलिअलि बिस्तारो सुरुप गरौँ। अब हामी चाहिँ यहाँनिर चाउचाउ खान्छौँ एकछिन वेट गरेर। बा अहिले आएर किन बसिस् भन्छ कि देखिन्छ टिप्दिने हो क्या हो साथी। साथीहरू 5:50 बोलाएको अरे, अनि 5:51 भइसक्यो। यहाँ चाहिँ यत्रो डब्बाहरू छ स्ट्रबेरी टिप्नको लागि। अनि यो गाडा जस्तो भयो, यसमा बसेर चाहिँ टिप्नुपर्छ। यहाँ बस्ने यता डब्बाहरू हुन्छ होइन, अनि पछाडि सर्ने हो क्या, पछि सर्दै यस्तो छ है टनल चाहिँ। के गर्नु साथीहरू, विदेश आउनु रहर भन्दा नि बाध्यता हो मेन कुरा। रहरैले त को आउँछ र आफ्नो देश छोडेर। मलाई चाहिँ यता घुमाउनु पर्ने हुन्छ। यस्तो गर्ने हो साथी। यहाँ डब्बा राख्नुपर्छ। छैन लाउसको पनि छैन। हिजो हामीलाई यहाँ टिप भनेर छुट्याइदिएको थियो। यस्तो गरेर राख्ने हो है डब्बा। मेरो साथी चाहिँ सोध्न गएको, अब कस्तो हुन्छ भने कोरियनहरूलाई फेरि धेरै बाठो भएको पनि मन पर्दैन अरे। अब नभने टिप्नु पनि भरे आएर किन बाठो भइस् त भन्नु भने के गर्ने होइन साथीहरू। मेरो टाउको अटिरहेको कि छैन थाहा छैन, तर म बोलेको सुन्यो भने ठिकै छ। अब यहाँनिर चाहिँ डब्बा यसरी हाल्ने हो, अनि यहाँनिर यसरी बस्ने, अनि त्यस पछाडि यसरी टिप्दै यस्तो हुन्छ नि, यस्तो यो यसरी टिप्दै, अनि त्यसरी ब्याग जाने हो कि वहाँ परसम्म। यस्तो गरेर यसरी टिप्दै साथी बन्न गएको छ साथीहरू। खै पनि नचला हुन्छ मार्छ भने। यहाँनिर घाम जुन डुबेको पनि छैन। दिउँसो पनि गर्मी हुन्छ साथी। भने आज त रातो मात्रै टिपौँ ल। अब अर्को केटी चाहिँ आयो अरे लाउसको, अब टिप्दिने हो साथीहरू। यसरी थुसुनु रो भन्छ, एउटा हातले टिपेको देख्यो भन्दा साजाङले। एकछिन भेटेको लागि चाहिँ एउटै हातले टिपेर देखाउँछु ल तपाईँहरूलाई साथीहरू। कस्तो अप्ठ्यारो हुने क्या गाडा गुड्काउने। देखाउनु त मार्छ हिउँदे खुनु के भन्छ साइमा अझै धोयो भन्नुभएको थियो। ल साथीहरू म टिप्छु है, आज भरे टिपिसकेपछि देखाउँछु ल। स्ट्रबेरी चाहिँ यति भइसक्यो साथीहरू। यो चाहिँ यत्रो धेरै गोदाम छ। हामीले यहाँदेखि यति गरिसक्यौँ। यस्तो गाडी त कति गाडी लगिसक्यौँ। अनि यो चाहिँ आधा यति मिलाउनु पर्ने कि यति देख्यो भने मार्छ होला। वहाँसम्म छ, वहाँ गाईको गोठमा लगेर घोप्टाउनु राख्यो कि यो चाहिँ। हामीले चाहिँ यत्रो घोप्टाइसकेको छौँ ठेला गाडामा लिएर, लास्टै टाढो छ कि। जाउँ साथी।
गर्नु हुन्छ हामीले आँटा कता कस्तो भइरहेको साथी यस दाना गाडा घुर्काइदिन्छु साथीहरू हेर्नु न नजिक जस्तो लाग्छ थोरै टाढा होइन यिनीहरू सबै यसरी आधी आधी बनाउनु पर्ने रे कति चाहिँ अड्किन्छ गाँठा 12 बजिसक्यो न केही खाछ न केही खाछ मान्छे सुइकिन आँटिसक्यो यो गाडा कुदाउने बल पनि छैन साथीहरू कति नजिक जस्तो देखिन्छ साथीहरू काम गर्दै गर्दै जाँदा त कहाँ हो कहाँ बफे लोत पेलाइ भयो लोत साथीहरू यसले दिने हो फेरि यो चाहिँ हामीलाई साउले क्यालेन्डर दिएको रे साथीहरू यो स्याटरडे चाहिँ छुट्टी रे आज फ्राइडे हो र अनि आज फ्राइडे ए अनि भोलि छुट्टी भने के रे हामी यो दिन आएर यो दिन ट्रेनिङ सेन्टर बस्यौँ यो पनि ट्रेनिङ सेन्टर बसेर यहाँ आइपुग्यौँ अनि हिजो काम गरे थियौँ नि हैन आज चाहिँ 12 बजीसम्म 12:30 बजीसम्म काम गर्यौँ लास्टै रहेछ यो घन्टे स्यालेरी त अब चाहिँ 3 दिन बिता रहेछ त्यही भने